हरेक व्यक्तिको चाहिँ आफ्नो हाइट अनुसारको एउटा वेट हुनुपर्छ क्या, जसलाई हामी आइडल बडी वेट पनि भन्छौँ। जस्तै 5 फिटको मान्छेको उसको एउटा वेट हुनुपर्छ, त्यस्तै गरेर 5 फिट 5 इन्चको छुट्टै वेट हुनुपर्छ, यसको आइडल बडी वेट हुन्छ हरेक व्यक्तिको एउटा बेस्ट वेट। सो त्यो बेस्ट वेटमा चाहिँ हामी आउन सक्दाखेरि सबसे बेस्ट हो। तर इट डजन्ट मिन अब राम्रो देखिने त्यो प्लस पोइन्ट हो, कोही पनि व्यक्ति फिट देखिन्छ होइन, अब भने त्यो प्लस पोइन्ट हो। तर रोगसँग मेन चाहिँ रोगलाई हामीले ध्यानमा राख्नु पऱ्यो कि रोग नलागोस्, हामी स्वस्थ हुनु पऱ्यो भन्ने हिसाबले चाहिँ वेट घटाउने हो। के चाहिँ पोषक तत्त्वमा कमी हुन्छ दुब्लाउन र मोटाउनलाई होइन, यसमा मेजर मैले जेनरली भन्नुपर्दा चाहिँ एनर्जीको कुरा हो। यदि हामीलाई वेट घटाउनु छ भने हामीलाई आवश्यक पर्ने एनर्जीभन्दा हामी कम खानुपर्छ, माइनसमा बस्नुपर्छ। यदि वेट गेन गर्दै हुनुहुन्छ भने चाहिँ चाहिने भन्दा प्लसमा बस्नुपर्छ। सो यो प्लस र माइनसको जेनरल प्रिन्सिपल हो मोटाउने र दुब्लाउने चाहिँ। अब त्यसमा अरू इन्डिभिजुअलाइजेसन गर्ने कुराहरू त छँदैन।